नमस्ते गाइजहरू। हामी चाहिँ यो बाख्राको लागि साइलेज बनाउन मकै काट्न जाँदैछौँ। यो ठुला पशुपालन गर्ने किसानहरूलाई त यो एकदमै युज टु भइसकेको हुन्छ है। हामी चाहिँ अब सिक्दैछौँ। पहाडतिर पनि अब सिकेर कतिको प्रभावकारी हुन्छ अब एक्सपेरिमेन्ट गर्नै पर्यो। त्यसको लागि हामी तयारी गर्दैछौँ। हामी चाहिँ बटाबट मकै काट्दैछौँ है। अब तपाईँ भिडियोमा देखिहाल्नुहुन्छ। मैले भिडियोमा नि यो साइलेज बनाउनको लागि भनेर चाहिँ लेखेर पनि यहाँहरूलाई राखिदिएको छु। हाम्रो भिडियो हेरेर कस्तो लाग्छ प्रतिक्रिया पनि जनाइदिनु होला। अब व्यावसायिक किसान हुन चाहिँ धेरै कुरै सिक्नुपर्छ क्या। अब नर्मल्ली अब बाउआमाले गरिरहेको खेती किसान त सबैले गरेकै हो। अब व्यावसायिक हिसाबमा चाहिँ छिटो लाभ लिन, राम्रो लाभ लिनको लागि चाहिँ अलि दुःख गर्नै पर्छ, हरेक कुरा सिक्नै पर्छ। हामी सिकाइ एकदमै जारी छ हाम्रो चाहिँ। अब यो सिकाइलाई बिचैमा छोड्यो भने चाहिँ अब सबै कुरै सकिन्छ। एक त समय बर्बाद भइसकेको छ, अर्को कुरा लगानी। अब यसलाई नै कन्टिन्युटी दिन सक्यो भने चाहिँ केही चाहिँ होला कि भन्ने होप लिएर नै गरिरहेको है। अब हेर्नुपर्छ कहाँसम्म पुगिन्छ। अब समय सधैँ एकनास हुन्न, तर किसान चाहिँ व्यावसायिक किसान चाहिँ बन्नुपर्छ भन्ने चाहिँ लाग्छ है सबै गाउँमा। र हामी चाहिँ मकै पेला पारेर राखेछौँ। एक दुई पोका चाहिँ बनाइ पनि सकेछौँ अगाडि। कतिले पुग्ने रहेछ भनेर चाहिँ, कति बारीले पुग्छ भनेर। अनि म चाहिँ घाँस काट्दैछु। यो चाहिँ मेसिनमा यसरी काट्ने हो है। एकदमै राम्रो चप गर्छ यो मेसिनले। तपाईँहरू यहाँ देख्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ। र यो चाहिँ हामी प्लास्टिक चाहिँ यो साइलेज प्याकिङको लागि बनाउँदैछौँ। यसको चाहिँ खासमा प्लास्टिकहरू नि पाउँछ है। कसैले ड्रममा नि बनाउँछ, तर हाम्रोतिर त्यो सबै एक्सेस छैन। र आफ्नै हिसाबले हामीले चाहिँ प्लास्टिक किनेर अनि रस्सीले बाँधेर चाहिँ हावा नछिर्ने गरी यसरी हामी चाहिँ प्याकेजिङको लागि प्लास्टिकको तयारी गर्दैछौँ। अब जसरी हुन्छ उपाय लाउनै पर्ने हुन्छ है। जो उपाय लाएर यसरी चाहिँ तयारी गर्दैछौँ। र घाँस रेडी भइसकेको छ यहाँनिर। दुईवटा प्याकिङ त भइसकेको छ। अब यसलाई नि गर्नुपर्छ फेरि। गाई चाहिँ हामी चाहिँ यो सक्खर, भ्याली, गुड के भन्छ है, धेरैवटा नाम छ के अरे, घोल्दैछौँ। यो मिसाउनु पर्छ। र यो मिसायो भने पछि राम्रो बाख्राले चाहिँ, बाख्रा पशु जुनलाई दिन्छ राम्रो खान्छन् है। र नुन पनि छर्किनु पर्ने हुन्छ यसमा चाहिँ। र यसरी राम्रो मिक्स गरेर प्याकिङ गर्नुपर्छ। हामीले चाहिँ अघि नै गरिसकेका थियौँ दुईवटा प्याकिङ चाहिँ। र अहिले नि हामीले गर्दैछौँ। र यो हामी चाहिँ सानो ठाउँ भएर पटक पटक काट्दै बनाउँदै गरिरहेछौँ है। यसरी एरिया अलिक सानो छ। अब ठुलो बनाउनु पनि अब बढी खर्चिलो हुने है। अब पछि प्रगति भयो भने चाहिँ गर्नुपर्छ भन्ने हिसाबले एकदमै ठिक्कको काम चलाउ ठाउँ एरिया भएको कारण हामी चाहिँ पटक पटक यसरी गरेर मिक्स गरेर चाहिँ प्याकेजिङ गर्दैछौँ। तपाईँहरू नि पहाड एरियाकोले पनि यो भिडियो हेरेर सिक्नु होला है। यसमा खासै चाहिँदैन सामानहरू। तपाईँको सस्तो खालको प्लास्टिक 50-40 रुपियाँ मिटरको किन्ने हो र त्यसैमा बनाउने। नुन चाहियो, सक्खर नभएको खण्डमा चाहिँ तपाईँले चिनी पनि लगाउन सक्नुहुन्छ। अब मात्रा चाहिँ अब आफूले कति बनाउने त्यो हेरेर अनुमानले गर्ने हो। हामी चाहिँ ठ्याक्कै यो वैज्ञानिक आधारले चाहिँ होइन है। यो आफ्नै हिसाबले प्र्याक्टिकल्ली गर्दैछौँ। र लास्टमा प्याकेजिङ चाहिँ यसरी गरिरहेछौँ हामी। एकदमै दह्रो गरी बाँधेर हावा नछिर्ने गरी तल पिठमा पनि त्यसरी बाँधेको थियौँ। तपाईँले हाम्रो भिडियो हेरिदिनु भयो त्यसको लागि धन्यवाद। हामी सिक्ने क्रममा छौँ है। अब नयाँ किसान हो। अब प्रोफेसनल हिसाबमा चाहिँ भिडियो पनि भएको छैन, बनाउनु पनि पाइन्न पनि है। काम गर्नुपर्छ। अब यति दिन साथ दिनुभएकोमा धन्यवाद।